माघे सङ्क्रान्ति पनि आउँदैछ अनि अब तरुल हेर्नुहोस् त तरुल चाहिँ हामी चाहिँ खालि उसिनेर अनि अलिकति त्यो ढामेर हुन्छ नि त्यसरी चाहिँ खाने गरिन्छ प्रायः हाम्रो सोसाइटीमा हामीहरू होइन हाम्रो घरमा भनौँ न तर अब यहाँ अब फेरि सधैँ चाहिँ अब चाइनिजहरूले चाहिँ कसरी खाँदो रहेछ नि त उनीहरूको कल्चरमा चाहिँ कसरी चाहिँ यो गर्दैछन् हेर्नुहोस् त यो हाइब्रिड आजभोलि हाइब्रिड तरुल हाम्रोतिर नै पाइन्छ बजारमा यो रातो हुन्छ यो चाहिँ माथि नै फल्छ क्या यो मैले पनि देखेको छु यो खेती होइन यता यो कोशी एरियातिर चाहिँ यस्तै खाले यो तरुल चाहिँ मुनि जाँदैन माथि माथि फल्छ यसो माथि बिउ राखिदियो अनि त्यसलाई माटोले छोपिदिएपछि त्यो टाइपको तरुल हो यो अनि यो केटोले चाहिँ अब मस्त यस्तो पाहाडमा फलाउँदो रहेछ यो जस पाहाडमा नै हुने खाले तरुल रहेछ अब यसको रेसिपी उसले अब के गर्दैछ ल तास्यो मजाले मस्तसँगले तास्दैछ है साथीले अब मजाले तास्यो कति चिल्लो अनुहार हो यो मान्छे ल मस्तसँगले तास्दैछ अब पखाल्दैछ होइन तासेर पखालेर के बनाउँदो रहेछ हेरौँ एकदम इन्ट्रेस्टिङ छ है जस अब हामी पनि अब यो सङ्क्रान्तिमा चाहिँ किन उसिनेर मात्रै खानु होइन त्यो अघि जुन सुरुमा थियो नि त्यही टाइपले यसरी खाऊँ न घोटेर चाहिँ अब यसको सबै लेदो बनाउँदैछ तरुलको चाहिँ मजाले ढुङ्गामा घोटेर सिलौटोमा होइन उनीहरू त कस्तो फ्लपी बनायो क्या यसमा के हाल्नु सायद अब त्यो मासु ल मासु पनि तरुल मासु प्याजको पत्ता अब नुन होइन इस्टहरू फुल्नको लागि सबै चिज हालेर मोल है केटाले अब पक्कै पनि एकछिन अब यसलाई छोपेर ल अब तेलमा फ्राई फुलौरा बनाएको रहेछ नि त साथीले तर अब मासु पनि हालेको छ यार कस्तो लाग्छ मासु लभरहरूलाई त ल तरुलको बल बनाए है मिट बल भनेपछि तरुलको बल यस्तरी चाहिँ सर्भ गऱ्यो भने चाहिँ ल कसले चाहिँ तरुल खाँदैन है इन्जोय गर्छ साथीले अब हामी पनि यो माघे सङ्क्रान्तिमा चाहिँ यस्तै गर्नै पर्ने भयो अब किमा होइन अलिकति मैदा अनि इस्टहरू सबै चिज मिलाएर नुन बेसार मसलाहरू मिसाएर चाहिँ यसरी खाँदा चाहिँ पक्कै पनि मिठो हुन्छ जस्तो लाग्यो म चाहिँ ट्राई गर्ने नै भयो है त